हेलो एभ्रिवान, गुड मर्निङ। मेरो नाम असलम खान, क्राउन डाइटर इन हेल्दी लिभिङ नेपाल। सो माई डियर फ्रेन्ड्स, धेरै जसो फिल्डमा काम गर्दाखेरि हामीलाई धेरै जसो ग्यास्ट्रिक पीडित मान्छेसित भेट हुन्छ, राइट। सो ग्यास्ट्रिकमा के दिँदा बेस्ट रिजल्ट आउँछ, मेरो चाहिँ 4 वर्षको एक्सपिरियन्समा मैले धेरै जसो लगभग हजारौं मान्छेको ग्यास्ट्रिक निको गरिसकेको छु, ठीक गरिसकेको छु। 5 साल 10 साल 15 साल पुरानो ग्यास्ट्रिक 4 देखि 6 महिनामा। सो कुन प्रोडक्ट दिँदा बेस्ट रिजल्ट आउँछ मैले त्यसको बारेमा चर्चा गर्छु। ओके, सो सबभन्दा पहिला मेन भनेको कम्ब्याटिक्स, राइट। हाम्रो हेल्दी लिभिङ नेपाल भेस्टिजको चाहिँ वान अफ द बेस्ट प्रोडक्ट कम्ब्याटिक्स। यसले के गर्छ, आँतको सरसफाई गर्छ, गट हेल्थलाई हेल्दी बनाउँछ। र यो कसरी लिने, बिहान खानापछि 1 क्याप्सुल, 1 टाइम ओन्ली। एन्ड सेकेन्डमा चाहिँ एलोभेरा क्याप्सुल, राइट। एलोभेरा चाहिँ 2 क्याप्सुल बिहान, 1 क्याप्सुल बेलुका, खाली पेट, मन तातो पानीको साथमा। अर्को प्रोडक्ट आउँछ स्परुलिना, र यो चाहिँ 2 क्याप्सुल बिहान र 1 क्याप्सुल बेलुका खानापछि। त्यसपछि अर्को मेजर प्रोडक्ट भनेको फाइबर भयो, राइट। यो चाहिँ खाली पेट बिहानको टाइममा 1 स्पुन 300 ml पानीमा, मन तातो 300 ml पानीमा 1 चम्मच लिँदा बेस्ट हुन्छ। ओके, अर्को खाने तेल। आफ्नो खाने तेल चाहिँ चेन्ज गर्नुहोस्। हजुरले चाहिँ सप्लिमेन्ट मात्रै खाना थाल्नुभयो भने त्यति खासै रिजल्ट आउँदैन। किन भन्दा हेर्नुहोस्, बजारको जति पनि खाने तेल आउँछ सबै केमिकलाइज हो, राइट। र मैले के भन्छु हजुरलाई कि खाने तेल पनि साथमा दिनुहोस्। र यो चाहिँ राइस ब्रान आयल हो, दुनियाँको 2nd नम्बर बेस्ट आयल, कुकिङ आयल। र यसमा कोलेस्ट्रोल फ्री हो। एन्ड यसले चाहिँ यसमा चिल्लो एकदम थोरै हुन्छ र हाम्रो आँतको सरसफाई यसले गर्छ। सो फर्स्ट कम्ब्याटिक्स, सेकेन्ड एलोभेरा, थर्ड स्परुलिना, फोर्थ फाइबर र सप्लिमेन्टको साथसाथमा खाने तेल। सो यो प्रोडक्ट जति पनि ग्यास्ट्रिक पीडित मान्छे छन् उहाँले रिकमेन्ड गर्नुहोस्, दिनुहोस्। ओके, 3 देखि 4 महिना सप्लिमेन्ट चलाइदिनु भयो भने ग्यारेन्टीको साथमा ठीक हुन्छ। सो विश यु वेल, थ्याङ्क यू।